साथीहरू आज चाहिँ म तपाईहरुलाई केटा र केटीमा के फरक हुन्छ भनेर भन्न गइरहेको छु ल। के फरक हुन्छ भनेदेखि हैन हामी केटाहरूको चाहिँ कस्तो हुन्छ भनेदेखि अब लाइक हुन्छ नि त। अब एउटा कपडा लगायो जस्तै अहिले मैले यो लगाएको छु हैन, अनि मैले अस्ति यो लगाएर एउटा फोटो खिचेको थिएँ, म बब्बा लाग्थ्यो क्या। अब हामी केटाहरूको चाहिँ कस्तो हुन्छ भने जुन अब एउटा कपडा लगाएर हामी फोटो खिच्यो हैन, त्यो कपडा त हाम्रो बडीमा सुट भयो अथवा मिलेर फोटो बब्बा लाग्यो भनेदेखि हैन हामी त्यो कपडालाई चाहिँ मायाकुरी लाखौँलाई गर्छौँ क्या। जहाँ जाँदा नि लगाइदिने, घुम्न जाँदा नि त्यही लगाइदिने, बिहेमा गयो नि अब होइन आफूलाई सुट यही लगाएर नि चल्दै अर्को ठाउँमा जाँदा नि त्यही, जहाँ जाँदा नि त्यही हुन्छ होइन हाम्रो। अनि केटीहरूको चाहिँ कस्तो हुन्छ भने चाहे फोटो राम्रो आओस् चाहे नराम्रो आओस् होइन, जस्तो सुकै आओस् एकचोटि त्यो कपडा लगाएर फोटो अथवा भिडियो बनाइसकेपछि अर्कोचोटि त्यो चाहिँ देख्नु भएन कि क्यामेरामा देखेर त्यो फोटो त्यो कपडा लगाएको फोटो सोसियल मिडियामा आउँदैन उनीहरू। हाम्रो त मिलेपछि सक्यो भाइ, छोडिदिए अरू कपडा भए पनि खानकेन यही हो मेरो लागि ठिक हो नि, त्यही लाउनु। हेर्नु यहाँ कस्तो थियो, के आज प्रोटेस्ट भइरहेको क्या झाँटाहरूको।